हेलो गाइस, गुड मर्निङ एभ्रिवान। हेर्नुहोस्, आजको फेरि लाइभ भ्लग बनाउँदैछु। यस्तो छ हाम्रो चाहिँ काम, प्लम्बिङको काम हो। जसरी यहाँ देख्नुभएको छ, यस्तै बाहिरको लाइन गरिँदैछ। यहाँ तल हाम्रो माननीय ठेकेदार ज्यू बस्नुभएको छ, एकजना इम्फाल जानुभएको छ। अनि अर्को हाम्रो यहाँ जुगाली हुनुहुन्छ, उहाँ सामानहरू दिने बाँसहरू। अनि यहाँ हाम्रो अहिले चाहिँ सफर महिनाभित्रमा काम चल्दैछ। अनि यता हुनुहुन्छ हाम्रो सोल्टीज्यू। आजको लाइभ भ्लग हेर्नुहोस्, कति रिस्कीमा हामीहरू काम गरिरहेछ। यो पाइपहरू त टिनको माथि पुर्याउनु पर्ने हो। हेर्नुहोस् गाइस, यहाँबाट गिरियो भने चाहिँ उपाय छैन। यस्तो जग्गामा काम गरिँदैछ। र अहिलेको मर्निङको फर्स्ट ब्लकमा चाहिँ यो भाडा बान्नुको काम चलिरहेछ। अनि उहाँ तल देखिराख्नु भएको दृश्यमा पनि हामीहरूले काम गरिएको हो। त्यो सेल्टेक्सहरू देख्नुभएको छ होला, 5वटा सेल्टेक्स लगाइएको छ। पुरा लग्जरी हो, त्यो चाहिँ घरमा पुरा लग्जरी सिस्टम आइटमहरू मात्रै फिट भएको छ। र हाम्रो यहाँ गुरुजी चाहिँ हल्का फोन हेरिराख्नु भएको छ। यो चाहिँ हिजोको काम थियो हाम्रो, पछाडिको लाइनहरू बनाएको। रोडहरू यस्तो छ सप्रामा यहाँभित्रको। पुलिस स्टेसनको अलिक पछाडि अगाडि बजारकै छेउमा हो हामीले काम गरिरहेको चाहिँ अहिले। र ब्लग बनाउने चाहिँ म हो। र फर्स्ट ब्लग आजको लागि यतिमै समाप्त।